दीर्घकालीन रूपमा अथवा धेरै समयको लागि हामीले जीवनलाई परिवर्तन गर्न सक्दैनौँ, किनभने हामीमा त्यस्तो खालको क्षमतै छैन ताकि हामीले त्योमा अडिक भएर बस्नै सक्दैनौँ। र नि आज हामीलाई भगवानको स्तुति बारम्बार गरिरहने खाँचो परेको कारण पनि त्यो। र यदि हामीमा इन्लाइटन भइसकेको थियो भने हामीले भगवानको भक्ति, भगवानको नजिकमा हामी पुगिसकेको थियौँ भने, अथवा त्यो कुरा हामीले दीर्घकालीन रूपमा हामीले जीवनमा अप्नाइसकेको थियौँ भने हामीलाई आवश्यकता पर्ने थिएन होला जस्तो मलाई लाग्छ। र भगवानको भक्ति गर्दाखेरि धेरैवटा फाइदाहरू हामी पाउँछौँ। र ईश्वरले कहिले पनि गल्ती गर्नुहुन्न। संसारको सृष्टि गर्नुभयो, तपाईँ हामीलाई सृष्टि गर्नुभयो, यहाँसम्म कि हामीलाई गाइड गर्ने पनि पठाउनु भयो, हामीलाई गाइड गर्ने हामीलाई बाटो देखाउने पनि पठाउनु भयो। अन्त म सानोमा एकपल्ट हामी सानो क्लासमा, तपाईँहरू कतिजना पढ्नु भएको सानो क्लासमा, त्यति बेला मोरल साइन्स भनेर एउटा त्यो क्लास हुन्थ्यो, मोरल साइन्सको क्लास हुन्थ्यो। त्यति बेला चाहिँ टिचरहरू आएर त्यति बेला मोरल स्टोरीहरू सुनाउनुहुन्थ्यो, मोरल स्टोरी सुनाउनुहुन्थ्यो। त्यति बेलाको मोरल स्टोरीमा एउटा स्टोरी मलाई याद आउँछ कि भगवानले कहिले पनि गल्ती गर्नुहुन्न भन्ने विषयवस्तुलाई पस्किएको त्यो कुरा देखाइएको एउटा स्टोरीलाई मलाई याद आउँछ। र त्यो स्टोरीलाई यहाँ पहिला पनि मैले साझा गरेको सायद गरेको, र यहाँनिर त्यो स्टोरीलाई म यहाँको अगाडि बोल्दाखेरि आएको वचनलाई म खेर जान दिन्न, र त्यो कुरालाई म तपाईँहरूको अगाडि राख्न चाहन्छु। र भगवानले कहिले पनि गल्ती गर्नुहुन्न भन्ने चाहिँ कसरी प्रुफ हुन्छ भन्दाखेरि एउटा स्टोरीले यस्तो भन्छ, एउटा कथाले भन्छ, एकजना व्यक्ति बाटो हिँड्दै थियो। हिँड्ने क्रममा एउटा रुखको फेदमा, ओकको बोटको फेदमा, ठुलो रुखको फेदमा बसेको हुन्छ र उकालो यसरी के भन्छ गर्मी पुरा लागेको हुन्छ, शीतल खानु बसेको हुन्छ र माथि रुखको बोटतिर हेर्छ। बोटतिर हेर्दाखेरि त्यहाँनिर सानो सानो दाना फलेको देख्छ र त्यो एउटा बारी हुन्छ, बारीको बिचमा बसेको हुन्छ र यसो हेर्छ, यत्रो ठुलो रुख, मसिनो दाना फलेको छ। अन्त छेउमा फेरि बारीमा देख्छ फर्सीको लहरा देख्छ, त्यहाँनिर फर्सीको लहरा जुन चाहिँ सानो हुन्छ र ठुल्ठुलो दाना फलेको हुन्छ। त्यति बेला उसलाई आफैले क्वेसन गर्छ, भगवान तपाईँले कस्तो गल्ती गर्नुभएको, यति ठुलो रुख छ, यो दानाहरू चाहिँ माथि फल्नु पर्थ्यो नि, ठुलो दाना फल्ने ठुलो रुखमा चाहिँ सानो सानो दाना फलाउनु भएको छ र सानो सानो दाना फल्ने भुइँमा चाहिँ त्यो सानो बोटमा चाहिँ ठुलो दाना दिनुभएको छ, त्यो तपाईँले गल्ती गर्नुभयो भन्दै हुसुक्कै निदाउँछ। हुसुक्कै निदाइ जान्छ। निदाउने बित्तिकै निदाएको समयमा उसको टाउकोमा टक्कै एउटा दाना खस्छ, माथिबाट रुखबाट यो ओक खसेर टङ्गै लाग्छ, झसैँले बिउजिन्छ। झसैँले बिउजिँदाखेरि उसलाई रियलाइज हुन्छ, आहा यो फर्सी जत्रो दाना चाहिँ यो माथि रुखको टुप्पीमा यो रुखले फलेको थियो भने है त्यो मेरो ज्यान हुन्थेन, यति बेला म बाँच्दै थिइनँ। त्यति बेला ईश्वरलाई त्यति बेला सम्झिन्छ, भगवानले कुनै गल्ती गर्नुभएको छैन रहेछ भनेर ईश्वरलाई धन्यवाद दिन्छ। त्यो कुरा गाउँठाउँमा फैलाउँदै आफ्नो गन्तव्यतिर लाग्छ र यो कुराले हामीलाई बुझाउँदछ साँच्ची नै भगवानले कहिले पनि गल्ती गर्नुहुन्न। आज हामी गल्ती गर्छौँ तर भगवानलाई दोष लाउँछौँ, हामी गल्ती गर्छौँ गुरुलाई दोष लाउँछौँ, हामी गल्ती गर्छौँ गाइडरलाई दोष लाउँछौँ, हामी गल्ती गर्छौँ धर्मलाई दोष लाउँछौँ र हामीले पछ्याएको बाटोलाई दोष लाउँछौँ। र यसर्थ यी गल्तीहरूबाट चाहिँ हामी टाढा रहनुपर्छ भन्ने विषयवस्तुलाई तपाईँहरूप्रति राख्दै ईश्वरको महिमा सधैँभरि होस्।